नानीका बिचारा मेरो आहा छोरीको एक्जाम सकिसकेपछि अनि तोप घर आउनुपर्छ जेठी छोरीलाई जेठी छोरी स्कुलबाट आउने टाइम हुन्छ तोप भने चाहिँ के तोप भने स्पिड त्यो कुन ल्याङ्ग्वेजमा त्यो अब हाम्रो अब छेपारे ल्याङ्ग्वेज छेपारी ल्याङ्ग्वेज तोप भने नि अब ऊ भएको नि रफटप भएर बोल्यो नि ए रफटप हेर यहाँ लुगा लगाए हेरेर पो कुरो गर्ने हो त ए अर्काले भन चिनाउनुहोस् आफै के उयो बुटोको नाम के थाहा छ बुढा 3 सुँगुरहरूको भन्ने त्यो पर्सि रिपोर्ट के आउँछ भन्ने भयो नि त रिपोर्टको फर्स्ट छोरीकोमा जाने कि हजुरकोमा जाने त फर्स्ट मेरोमा जाने पुगिन्छ त्यहाँ हस्पिटलबाट छोरीको एक्जाम दिने ठाउँसम्म हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल दुर्गा ढकाल मेमोरमा धेरै धेरै स्वागत छ जेठी छोरी चाहिँ स्कुल गएछिन् है अनि श्रीमानजीको चाहिँ आज डक्टरको अपोइन्टमेन्ट छ अनि कान्छी छोरीको चाहिँ के टेस्ट रे पापा यसको हजुर ESL इङ्ग्लिस टेस्ट भर्ना गर्नु यसको चाहिँ ESL छ अनि हामी 3 जना मात्रै जान लागेको छोटो मिठो ब्लग तयार गरौँ भनेर तयार गरेँ ओहो पानी परिरहेछ है छाता ल्याउनु पर्छ है क्या पर्छ छाता ल्याउनु पर्छ त पर्दैन ओके पिक्स अनि त्यो स्टोरीमा चाहिँ के हुन्छ 3 लिटर पिक्समा स्टोरी पनि भन्नुपर्छ हो त्यहाँ होइन अब अस्ति न जेठोलाई त ऊ भन्न लागेको थियो नि त स्टोरी जस्तो कन्भर्सेसन गराएको थियो अनि अब कान्छीलाई नि त्यही भएर त मैले जेठीलाई भने त ऊ गर बहिनीलाई चाहिँ स्टोरी सिकाइराख है अनि नाम लेख्न सिकाऊ भनेर भनेको थिएँ कति धेरै आउँछ स्टोरीहरू त यो सानीलाई कान्छो अनि they will ask you do you know how to use the restroom भन्यो भने what you gonna say yes and they will ask you do you know how to tie your shoelace भन्यो भने के भन्छ yes भन्नुहोस् but you can say yes so that you can learn during the summer holiday okay okay बुर्ची माइलो जाँदैछौँ हामी चाहिँ कति मिनटको ड्राइभमा छ अरे अब 10 मिनट लाग्छ त्यहाँ पुग्नलाई यदि जाम भएन भने जाम त हुँदैन यसले क्यालकुलेटै गरेर देखाउँछ अझै 4 माइल बाहिर जानु र भित्रको बाटो चुज गरे हो क्या हाइवेमा ल्याङल्याङ हुन्छ हावाहुरी धेरै लागिरहेछ अनि ठुलो गाडीहरू वरिपरि हुन्छ अनि के हुन्छ कसो हुन्छ भनेर सेफ्टीको लागि फर्स्ट छोरीकोमा जाने कि हजुरकोमा जाने त फर्स्ट मेरोमा जाने मेरोमा धेरै काम लाग्दैन भनेको छ 10-15 मिनट भनेको छ अनि त्यसपछि त्यहीँबाट चाहिँ 6 मिनट जस्तो ड्राइभ छ क्या किनभने युटर्न मारेर जानुपर्छ एउटा बाटो गयो युटर्न गऱ्यो अर्को लेनमा छिर्यो फेरि अर्कोबाट अर्कोमा जानुपर्ने छ त्यही भएर अलिकति ल्याङल्याङ हुने भएकोहरू चाहिँ 10-12 मिनटमा पुगिन्छ त्यहाँ हस्पिटलबाट छोरीको एक्जाम दिने ठाउँसम्म अनि छोरीको एक्जाम सकिसकेपछि अनि तोप घर आउनुपर्छ जेठी छोरी स्कुलबाट आउने टाइम हुन्छ तोप भने चाहिँ के तोप भने स्पिड त्यो कुन ल्याङ्ग्वेजमा त्यो अब हाम्रो अब छेपारे ल्याङ्ग्वेज छेपारी ल्याङ्ग्वेज तोप भने नि अब ऊ भएको नि रफटप भएर बोल्यो नि ए रफटप
हेर यहाँ लुगा लगाए हेरेर पो कुरो गर्ने हो त ए अर्काले भन चिनाउनुहोस् आफै के भयो ए पुलिस काका आउँदो रहेछ मेरो स्पिड बढी भएछ फेरि यहाँ त गाह्रो पो छ त चाहिँ कान्छी छोरी के बुझेर हो पुलिस आएको देखेर In 1 mile, turn left onto East Farm Road. भनिछ न Papa, I was watching this video called Brianna, and one of his friends, they're like an American Zoo, and whoever, it's better, it's way more better, and कपाल बिग्रियो है सानो कपाल बिग्रियो and one of animals from India and Nepal. One animal was Nepal. The animals were actually Nepal and India. Okay. India and Go Nepal. past this light. Then at the next सरकारी बिल्डिङ मात्रै हो हाम्रो काउन्टीको पुलिस कमिसनरको बिल्डिङ हैन अनि in 3/4 of a त्यसपछि mile, turn left into the parking lot. कस्तो झमिलो भएको है हाम्रो सिसाहरू काउन्टीको हेड अफिस हैन त्यस्तो हो यो अनि त्यस पछाडि यो काउन्टीको अफिस भयो यो पुलिस भयो ओहो यो चाहिँ के को हो है ठुलो छ कस्तो कति 25 मा 35 छ हो म्यापमा देखाउँदा चाहिँ 35 देखाउँछ हैन अनि त्यस पछाडि उसमा चाहिँ के अरे बोर्डहरूमा चाहिँ 25 छ क्या अब चाहिँ हजुरको चेक गर्ने त्यसपछि छोरीको एक्जाममा जाने नि त हजुर हजुर Mr. Papa को blood take out गर्ने अनि सानो piece of skin peel off गर्ने. टेन्सन भएको तिमीलाई हो केही हुन्न पापालाई हेर्नु त मामु पापाको पिलअप गर्ने मान्छे बिचरा पापा छोरो जस्तो आइसो अब पहिला उहाँको चेक गर्छौँ है एक्सरे छ हो पापा एक्सरे गर्ने हो फेरि कति छिटाइ त अनि एकछिनमा हुँदो रहेछ जिउमा औषधि मात्रै इन्जेक्ट गरेर छोड्ने हो सानोमा बिसिजी लगाएकोहरूलाई कतिपयलाई चाहिँ यदि त्यो बिसिजीको भ्याक्सिन देखाउनु त कहाँ लगाएको बिसिजीको भ्याक्सिन चाहिँ राम्रोसँग परेको रहेछ यहाँ अलिकति ब्लडको दाग जाने रहेछ नि त्यहाँनिर यो गाँठो मैले कनाउनु भएन कोट्याउनु भएन होइन ए छोरो उसलाई फेरि पापालाई दुख्यो भनेर पिर परेर अलिअलि छैन हावा पो लाग्यो त है कान्छीलाई ज्याकेट पनि लगाइदिने कि पर्दैन तातै हुन्छ है बिर्सिन सक्छ नि त होइन यो गाडीमा यहीँ छोडिदिन्छु होइन यहीँ छोडिदिन्छु अनि त्यो भने सम्झना आउँछ मुसो मेरो फोन म्याप त चाहियो नि त अब यहाँ हामी त यहीँबाट डाइरेक्ट जाने हो कति छिटो के है होइन औषधि ठ्याक्क टाइममा बोलाउने टाइममा गर्ने मेरो पठाइदिइहाल्ने। अपोइन्टमेन्ट थियो म चाँडो भएर म चाँडो काम सकाएर म डाइरेक्ट आएको हो भनेको मैले अनि ठिक छ म गरिदिन्छु केही फरक परेन पर्सिलाई चाहिँ 3 बजे भनेको छ ट्याक्कै 3 बजे आउनु त्योभन्दा अगाडि आयो भने चाहिँ भनेको छ होइन अनि अब त्यही अनुसार एउटा काम सक्यो भनेपछि अब पर्सि रिपोर्ट के आउँछ भन्ने भयो नि त रिपोर्टको ऊ नै होइन अब त्यो Starting route औषधि to के हाल्नु- के थाहा हुँदो रहेछ आज भने केही पनि थाहा भएन औषधि इन्जेक्ट गर्ने हो मैले चिलाउनु भएन Then turn यहाँबाट right. धेरै ब्लड आउनु भएन होइन मलाई यही दियो त के हो होइन ए मेरो त्यसरी यहाँ अलिकति धेरै पिर परेको थियो मायालाई उहाँ पापालाई के किन हुन्छ भनेर डर त मान्न परेको नि बाउलाई एउटा एउटा केटी मान्छेले भित्र लिएर गएको छ अनि छोरी नडराएर भयो त्यस्तो हुन्न होइन कान्छो Mile, turn left onto East Farm Road.
BCG लाएको मान्छेहरूलाई पनि एक्सपोज कुनै क्षयरोग लागेका मान्छेहरू हुन्छ नि त्यस्तोहरूमा चाहिँ एक्सपोज भयो भने कहिले कहिले चाहिँ मान्छेलाई गाह्रो हुँदो रहेछ होइन अनि त्यो कन्डिसनमा चाहिँ उनीहरूले के गर्नु खोजेको भन्दाखेरि चाहिँ त्यो एक्सपोज भएको छ कि छैन क्या अब नि मैले भनेको तपाईँले BCG खोप लगाएको छ भनेर सोद्धाखेरि मैले सानोमा लगाएको हो भनेपछि अनि कहिले कहिले चाहिँ कस्तो हुन्छ भने ट्राभल गर्दाखेरि चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दा कहिले कहिले अब मान्छेहरूले लगाएको हुँदैन भने हुँदैन त्यस्तोले गर्दाखेरि चाहिँ रियाक्सनले गर्दाखेरि चाहिँ देखिन सक्छ त्यो भएर चाहिँ हामीले खास चेक गराउनु मात्रै खोजे हो भन्नु बिर्सिएर छ भने के हुन्छ त सानो बेलामा के अरे कतिको त थाहै हुँदैन नि लगाएको छ कि छैन त्यो त थाहा नेपालमा त जन्मिँदै खेल लाउँछ नि जन्मेको 9 महिनाभित्र लाउँछ क्या होइन 9 महिनाभित्र लाए पनि अब हाम्रो पालामा त के हो नि अहिले त लगाएको मामा घरको आमाले लहर लगाएको याद थियो म खोप कार्डै छ भने चाहियो भने मम्मीलाई खोजेर खोप कार्ड पठाइदिनु भन्यो भने पठाइदिनु हुन्छ खोप कार्ड पनि थियो क्या किनभने बहिनीलाई लाएको खोप कार्डहरू मलाई याद छ क्या At the next light, खोप कार्ड turn बनाएको left. सानो के यता साइक्लिङ लेन अनि यता कारको भइहाल्यो है अनि वाकिङ पनि छ वकिङ नै छ Go past this light. Then at the next one, turn right. यहाँ त आएको थियो है पहिला म खै आएको छु जस्तो लाग्छ जेठीको उसमा आएको होइन हो है यो ठाउँ बाटोमा के चेक गर्दै हजुर ल भनिछु नि त मुसु अगाडि देखा त क्यामेरामा हेर्नु ट्राफिक लाइट राखेको थियो त्यही यस्तो रुल चाहिँ हुनु पर्यो क्या Oh, there's a twisty one. Twisty. छैन है बुढा यहाँ त खाली छ बाटो कसरी शान्त Turn left onto St. Martin's Lane. Then take the first left. कस्तो अल्छी लागेछ होला है पापा यो यता यता स्कुलको ग्राउन्ड ल हो र फुटबल फिल्ड There's a football. You enter the parking lot for your destination. अब हामी पुतलीको Middle turn. इन्टरभ्यूमा जाँदैछौँ आइपुग्यौँ नि होइन Interview. कान्छोको इन्टरभ्यू राम्रोसँग स्टोरी भनिछु Tinko sunga. 3 सुँगुरहरूको भन्ने इङ्ग्लिसमा होइन अब कति नम्बरमा जाने होइन थाहा छैन हेर्नुपर्छ Wow, so awesome. Arrived. So let's go. पापाको हाँसमा यसो सन्चो र खै अब यो पुकुलीले कस्तो इन्टरभ्यू दिन्छ त्यसपछि थाहा हुन्छ जाडो छ सानो यो ज्याकेट लगाइछ त कान्छो चाहिँ इन्टरभ्यू दिकन निस्किसक्यो बाहिर मेरो कान्छो छोरो कान्छीको भोकाबुलरी चाहिँ धेरै राम्रो छ यसले प्रष्ट बोल्छ नि त है क्लियर बोल्छ क्या So we put cards. कस्तो खुसी लाग्ने है बुढा We remember what. त्यो भन्दा पनि क्या सुन्दा पनि And there's some stuff that we saw. ओके पुकु पुकु मेरो पुकु के बाबु त्यो गाडीमा आयो. के आयो गाडीमा त्यो बेनसी आयो त्यो गाडीमा. ओके ओके अन्छ हजुर कस्तो भयो त बाबु धेरै राम्रो छ. धेरै राम्रो भयो अनि म्यामले के सोधिसो त बाबुलाई यस्तै बुक छ चरा अनि एलिफेन्ट साथी भयो. अनि त्यो यस्तै खानेकुराको कार्ड अर्को कार्ड ओके अनि remember यस्तै कार्ड पिक गर्छ अनि एनिमल यस्तै पिक गर्छ नि लुक लाइक त्यो एनिमल what it looks like. अब दिदीलाई एक्सप्लेन गर न है छोरा अहिले दिदीलाई पनि त भन्नु पर्यो नि त फेरि बहिनीले कस्तो गरी भनेर सबैभन्दा धेरै चिन्ता हुन्छ दिदीलाई दिदी स्कुल ए सबै काम आजको लगभग सक्यो है
अब जेठी छोरी चाहिँ स्कुलबाट आउने टाइम भयो अनि त्यही भएर अनि तिनैजना लिन आएको फेरि जेठी छोरीलाई होइन पापा तिनैजना हामी चाहिँ जेठी छोरीलाई कुरेर बसिरहेछौँ होइन पापा भर्खर निस्क्यो छोरीको स्कुलबाट उयो बुटोको नाम के थाहा छ बुढा के होला है ठोट्ने भने यो होइन होला त्यो त होइन त्यो जङ्गली झार हो हँ जङ्गली झार हो त्यो जङ्गल झार हो ठोट्ने भन्ने चाहिँ खान मिल्छ होइन यहाँ यो हाम्रो जङ्गलतिर यताउतिमा पाइने छ नि फुलबोगी यहाँ रोप्छन् नै यो है यो हाम्रो त्यो झारीतिर त्यो मान्छेहरूले फोहोर गरेर ठाउँतिर उम्रिने झार छ नि के मान्छेले रोप्छन् क्या माटो धेरै समात्छन् कान्छो यता आएको छैन ल यो लाउ त बाबु चिसो छ आहा कति राम्रो फुल फुले रहेछ क्या यो Oh my God. हल्का पानी पनि परेको अब जेठी छोरीलाई घर लिएर जान्छौँ अनि खाना खाने बल्ल आज 4 बज्छ खाना खाँदा नि यहाँभित्र अड्किने हो क्या यो टाँसिँदैन हेर्नु न यहाँ घाटमा छिर्छ क्या यो ल किन टाँसिन्छ त्यो माथिकन लगाइदिनु न त नि हजुर पर्दैन छोरी चाहिँ ऊ परबाट आउँछिन् लाएर दिदीलाई जिस्क्याएको किन जिस्क्याएको दिदीलाई बसमा दिदी जिस्क्याउने तल बहिनी दिदी आइसक्यो बसमा कस्तो गर्छन् यहाँ हेर्नुहोस् है त बिचारा मेरो कुकुलुहरू म फ्रन्टमा ओके मामा ओके ढोका लाउनु ढोक Why does she have a bee? Hello. Why does she have a bee? Renika. Oh, I lost 4, but one of these are growing. But now wow, this one's bigger. also growing. Hello. I see a Vanya. उसको साथीहरू Yes. छोरीको अनि मक्ख पर्छ Bye, Vanya. Wait, would you look? Is it interesting back there? What's he looking at? Running your dad. इट्स Is ओके that really interesting that back there? कान्छो के गरेको She's looking at the back. It's some interesting. Where's she looking at? Look at mine. I got mine. जाउँ 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 घर जाउँ How did I do that? आज दिनभरिको काम यस्तै नै भयो साथीहरू अब घरमा आइपुग्यो बच्चाहरूलाई खाना खाना दिएर अब आफू पनि खाना खाँदै भिडियो छोटो मिठो कस्तो बनाएँ लाइक सेयर कमेन्ट सब्सक्राइब गरेर सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा राखेकी छु अब नेक्स्ट भिडियोमा भेट्नेछौँ भन्दै बाई बाई सी यू